लासो फ्याबुला तपाईलाई स्वागत छ फेरि मेरो युट्युब च्यानलमा। सो अहिले चाहिँ हामी फिलहाल जाँदैछु कहाँ रे भाइ, हामी कहाँ ने भन्दा किन गएको भन्दा ब्लग बनाउनु वाह यो नि त। र यो म भएको होइन, त्यसपछि आज आउँदैछ अझै 4-5 जना छ केटाहरू उतापट्टि, म तपाईँलाई देखाउँछु। र अहिले चाहिँ म भर्खर स्टार्टिङ होइन, यो चाहिँ अब हाम्रो गाउँहरू भनौँ न होइन, ठक्क गाउँ यस्तो छ हाम्रो चाहिँ एकदम मजा। र स्ट्यान्ड चाहिँ हातमा बोकिरहेको छु, यो स्ट्यान्ड चाहिँ अहिले काम लाग्छ मलाई होइन, यो बोक्नुपर्ने हुन्छ, जरुरी छ यसको। र जस यस्तै छ होइन। भाइ के छ भन्ने डाङ डाङ होइन के नाम अरे, हेमबहादुर छेत्री। तपाईँहरू होइन जोइन गर्न चाहनुहुन्छ भने यहाँ हाम्रो हेमबहादुर छेत्री कडा यहाँ किङ हो, फुटबल खतरा खेल्छ, कुचो पनि खतरा काट्छ। ए कुचो भनेर त र यस्तै छ। र अब हामी जाँदैछु होइन, अब हाम्रो यस्तै छ भिडियो के भने आज चाहिँ जङ्गल जाँदैछु, त्यसको लागि तपाईँहरू भिडियो इन्जोय गरेर हेरिदिनु होला। र हामी आइपुग्न आँटिसकेको छ। र अब चाहिँ हामी यहाँ भाइ घर पस्नुपर्ने हुन्छ होइन, त्यसपछि तपाईँहरूले तामाङ बगानहरू तिरेरै तामाङ बगान छ त्यस्तै छ। भाइ के छ भन्नु त अलिकति के छ अलिकति भन्नु त भन्न थियो। र तपाईँहरू नि यो भाइले एबिसिडी पढेको भिडियो पनि आउँछ अरे, त्यो भिडियो चाहिँ हेर्न लागि तपाईँहरू त्यो भिडियो भोलि आउँछ होइन, भोलि 10:30 बजी भिडियो आउँदैछ त्यो भिडियो होइन। यो भाइले एबिसिडी पढेको दामी पढिरहेको छ क्या, एबिसिडी क दामी पढ्दैछ होइन, हेरिदिनु होला। अनि यो भाइले माया गरिदिनु होला। हाम्रो केटा आइसकेको छ होइन, हाम्रो केटा आइसकेको छ। नमस्ते त अनि कतिजना हामी 6 जना भएको छ है, 6 जना भएको छ। र अब हामी जाँदैछौँ चुनिया त्यतिकै घुम्नु जाने हामी चाहिँ नि, त्यतिकै तपाईँहरूलाई देखाउने हामी पढ्नु खुद्दामा कस्तो के छ आज। अन्त मैले सब मेरो भाइहरू मैले लिएर मेरो जिम्मेवारीमा लिएर हिँड्छु कि स्पिकर छ भन्ने थियो, पक्रिन्छ होला टेन्सन हुन्छ है, तर पनि होइन मतलब भएन नि त अब होइन, हामी त्यस्तो इलिगल गर्नुको भएन नि त, अब हामी राम्रो कामको लागि गएको होइन। त्यसपछि तपाईँहरू यता हेर्न सक्नुहुन्छ भुटानको होइन, दामी वेदरहरू छ। यो वेदर खालि वेदर बनाउँछ है, भ्यू पोइन्टहरू हेर्नुहुन्छ, पुरा माउन्टेनहरू देखिरहेको छ होइन, यस्तो दामी माउन्टेन हुँदा नि के छ यो नि केटाहरू हुन्छ। यो रकटकमा पनि आइसकेको छ। अनि हाम्रो केटाहरू त पछाडि ढुङ्गा खोज्दैछ केटाहरू होइन, केटाहरू पछाडि ढुङ्गा खोज्दैछ, त्यो केटाहरू गर्दै होला सायद होइन। र हेर्नु सक्नुहुन्छ यहाँ जङ्गलमा चाहिँ पुरा सानसुन छ, एकदम मजा छ क्या, बिन्दाससँगले कसै केही हुँदैन होइन, बिन्दाससँगले घुम्नु आफ्नै हो मजा छ चिलो। गाइस भोलि 10:30 बजी भिडियो आउँदैछ र हाम्रो मर्निङ वर्कको होइन भिडियो आउँदैछ। तपाईँहरू प्लिज सबैजनाले माया गरिदिनु हेरिदिनु होला, जो नयाँ हुन्छ सबैजनाले सब्सक्राइब गरिदिनु होला र अनि बेल आइकन पनि दबाइदिनु होला र सेयर पनि गरिदिनु होला। मैले तपाईँहरूलाई जानकारी दिन चाहन्छु र मलाई यस्तो लाग्छ कि तपाईँहरूलाई म जानकारी दिइराख्नु पर्दैन, किनकि तपाईँहरू जान्नुहुन्छ बुझ्नुहुन्छ होइन, त्यही हो। छिटो या गरम अलिक त जाडो भएर होइन, यो सिटर लगाएको थिएँ कि अहिले कसो भनेको डेन्जर गरम भइदिइरहेको छ गाइस होइन। अहिले पनि गइरहेको छु होइन, गइरहेको छु त्यो जग्गामा चाहिँ बहुत, त्यहाँ जानुपर्ने चाहिँ अझै धेरै टाढो छ, धेरै टाढो। हिँड्दा केटाहरूले चरा मार्छ भन्दै यहाँ हिँडेको खोइ केटाहरू चाहिँ चरा पनि मारिसकेको थिएन होइन, गेडिसी बोकेर हिँड्दैछ यतिकै त्यहाँ त्यही छ। सेन्सै भइसक्यो। र उयो भाइ नाम के छ च्यानल, यो त हाम्रो सुमन भाइको पनि च्यानल छ, सब्सक्राइब गरिदिनु होला। भाइको नाम के छ च्यानलमा, सुमन के छ ल, सुमन छ नि। भरे म यो भाइको होइन च्यानल यो के भन्छ डिस्क्रिप्सनमा हालिदिन्छु, त्यहाँबाट तपाईँले त्यहाँ गएर चेक गरेर त्यहाँ तपाईँले सब्सक्राइब गरिदिनुहोस्। भाइ चाहिँ फेरि कम्पो होइन भाइ, कम्पो न बक्सिङको कडा आउने फेरि आइसकेको छ। खोलामा गाई चाहिँ आइसकेको छ होइन, यति छ पारा यति छ। एकछिन बसौँ न, एकछिन कता हुन्छ के हुन्छ त्यस्तो। गाइस अब तपाईँहरू यता हेर्न सक्नुहुन्छ न, यस्तो दामी प्लेसमा म तपाईँहरू लिएर आएको छु आज होइन। प्लिज तपाईँहरू जानेर नै अब म तपाईँलाई भनेको थिएन
र हाम्रो केटाहरू अगाडि गइसकेको छ म अब अगाडि जान्छु ल गाइस अगाडि जान्छु केटाहरूसँग छोडेछ ओ माई गॉड व्हाट द हेल म्यान अनि यता यी केटाहरू यहाँ फेरि पानी छ फेरि हो पानीको बर्सात हुन्छ सधैँ लड्यो भने चाहिँ बाँगाएर कसम गिर्छ हाम्रो केटाहरू यहाँ अनि म यहाँ अनि अरू उता खै केटाहरूले चरा मार्छु भनेको अलिक देखियो होइन अहिलेसम्म एउटा चरा मारेको छैन यार दिमाग खराब भइरहेको छ टेन्सन बिराट केटाहरूले यार केटाहरूले चरा मार्छ र खाम्ला भनेको त आसमै जाने भयो यार बरु त्योभन्दा पऱ्यो ढुङ्गा पल्टायो भने होइन गङ्गटाहरू मिल्छ होला यो हो नि त गाइस पारा नै छु त्यसपछि हाम्रो केटाहरू चाहिँ उता खै के गर्दैछ त्यो पानी फ्याँकिदियो होला होइन अनि म चाहिँ यतापट्टि बसेर एकछिन रेस्ट कसम गाइस रेस्ट गरेँ म चाहिँ पुरा गाइस कसम पुरा थाकिसक्यो म नि कहाँ जाने उता फेरि कहाँ जाने उता झन् यार माउली छ यहाँ वक भएछ केटा छ होइन कहाँ लिएर हिँड्छ नि बाटो हिँडेको जङ्गल गाडी केटा शेष कुरो हेर्न यहाँ रोटा खेर शेष होइन जुत्ताको हालत छैन है पातला शेष जुत्ता शेष होइन लेसतिर पो पुरा लागेछ मैले अरे कुरो चाहिँ अब होइन अब यसमा चाहिँ अब गुन्द्रुक पोली खाने अरे केटाहरू होइन माछा त पाएन अरे केटाहरू गुन्द्रुक पोली खाने अरे यहाँ गुन्द्रुक यहाँ चाहिँ गुन्द्रुक यहाँ चाहिँ गाइड यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ अर्ग्यानिक हो घरकै गुन्द्रुक हो यो पनि यता होइन केटाहरू यस्तो यस्तो भइसकेको छ अनि देख केटाहरू घरमा भात नखाने अरे होइन त्यसको लागि जङ्गलमा मिठो हुन्छ अरे आज सबैले के भात यस केटाहरूले अझ तर प्याज कसरी काट्नु भन्नु भयो हामीसँग नै खै हामीसँग खुकुरी छैन केही छैन घरमा सराइको रहेछ एउटा भाइले लिएर आएको रहेछ होइन सबै पनि नहुनुमा चाहिँ ल्याइदिए हुन्छ कि केले खानु त्यसो गर्नु होइन त्यही हो यहाँ भाइले यसो गर्दैछ है अब हाम्रो यहाँ आचार भइहाल्छ एकछिनमा त्यसपछि यहाँ सिलौटो खुर्किनु पर्ने चिज छ अनि हामी त्यो खाएर चाहिँ अनि हामी त्यसको हामी चाहिँ आरामले लाग्नुपर्छ किनकि टाइम तक साथ जानुपर्ने हामीलाई होइन त्यही हो हाम्रो केटाहरू पछाडि बसिरहेको छ केटाहरू चिल गरेर हो ल केटाहरू चाहिँ हो नि ल ल ल यस्तो केटाहरू हाम्रो राष्ट्रिय सब्जी हो गुन्द्रुक काटेको छैन केही छैन अब यतिकै खानु पर्दैछ है राम्रो छैन अब गुन्द्रुक होइन यस्तै अब खालको जे होस् जङ्गलमा मजा आयो भन्छ त्यसको लागि पैसा कसरी खानु हेऱ्यो कुचाउनु पर्छ हो ल क्या कटाइ चाहिँ माने क्या कटाइ कडा हुन्छ भन्नु सिधै कुरो हो पिरो भयो कि भएन पनि चाख्नु जानुभएको छ तर पिरो कम्ती भन्यो है कस्तो लाग्यो भाइ गोपाल नुन कम्ती भन्यो आज जाने फेरि अब हामी जानेछौँ माउ खोला जानेछौँ आजको लोकेसन चाहिँ यहाँ हाम्रो यही शून्य थियो होइन अब नेक्स्ट लोकेसन चाहिँ छ हाम्रो फेरि माउ खोला अब माउ खोलामा सेम यस्तै हुन्छ भात लिएर जाने हो सिधै अब होइन भात लिएर जाने हो हल्का भिडियो बनाउने भिडियो सुट गर्ने हो हल्का अनि गाइस अब हाम्रो हेर्नु लोकल पारामा पुरा यहाँ खुर्सानी पिनेर रेडी भइरहेछ हाम्रो यहाँनिर रेडी ल उहाँ के गरेछ केटाहरू ल गाइस अब चाहिँ हामी भात खान आँटेको ल गाइस हेर्नु यहाँनिर हेर्नु सक्नुहुन्छ यहाँ स्पेसली खाना कत्रा अर्ग्यानिक गुन्द्रुक हो लगाओ सडक जाउँ न अहिले दामी हुँदैछ होइन यस्तो छ हाम्रो
अनि पारामा हो कि हाम्रो पारामा खुवाए चाहिँ चिल एकदम चिल खुवाए चाहिँ एकदम देखाइ लगाइस अब हामीले खाइसकेको छ होइन अब हामी सबै यहाँ भाइ यो आगो अलिक होला होइन यो भाइ पनि फेरि बडी फिल्डर हो यो भाइ पनि बडी फिल्डर सबै बडी फिल्डर छ केटाहरू यो आगोलाई निवेदन केटा हो अब चाहिँ हामी हिँडेको होइन अब हामी हिँडेको घर अब यस्तै हो हाम्रो पारा जस बनभोज खाँदा पनि मजै आउँदो रहेछ एकचोटि त राम्रै हो होइन धेरै राम्रो हाम्रो केटाहरू आउँदैछ पछि पस्यो भयो हाम्रो केटाहरू आउँदैछ तिरिरी ल बोल लगाइस अब यस्तै हो आउनु पर्दा फेरि नेक्स्ट सन्डे पनि हुन्छ आउनु कस्तो लाग्यो भन्दै बनभोज खाएर कस्तो लाग्यो तँलाई आज भन छिटो भन हो फेरि आउँछस् अनि भाइलाई कस्तो लाग्यो सुमन भाइलाई मजा अभिषेक भाइ तँलाई भाइ बढिया लाग्यो के यसरी तपाईँहरू पनि चाहन्छ भने मन्दसँग सम्पर्क गर्नु के म त एकदम राम्रो लाग्यो के पहिला त च्यानल सब्स्क्राइब गर्नु अनि एउटा लाइक एउटा कमेन्ट अनि सब्स्क्राइब गरिदिनुहोस् ल अनि रोशन भाइ के छ अनि आइज सरी कस्तो लाग्यो यार बनभोज खाएर आज मजा लाग्यो गुन्द्रुक कस्तो थियो टेस्ट होला गाइस हामी गुन्द्रुक यस्तो भयो कि गुन्द्रुक भाइले भिडाएको रहेछ कि के भन्नु भाइलाई भित्र भिडाएको थियो अनि अब हामीले पनि के नभने लास्टमा अमिलै हराएर आएको छ तर पनि दामी भएको थियो यो विशाल भाइलाई याद छ विशाल भाइलाई पनि एकबार हामी यसरी आएर यसरी खाएको थियो त्यो भाइले यो भिडियो हेरेर मजाले हेऱ्यो भने त्यो भाइले पनि सोच्छ क्या एकबार फेरि आउनुपर्छ भन्ने टाइपको हुन्छ क्या त्यो भाइलाई र केटा जति पनि केटाहरू छ मेरो केटाहरू बाहिर होइन सबैलाई म मिस गर्दैछु र जति पनि मेरो भ्युवर्सहरू हुनुहुन्छ सबैलाई सेयर गरिदिनु होला होइन त्यस्तै हो तपाईँलाई हरेक दिन हरेक घन्टामा तपाईँलाई नयाँ अपडेट दिनेछु लगाइस अब होइन अब आजको भिडियो चाहिँ यस्तै थियो जस भाइहरूसँग मैले चाहिँ भाइलाई लिएर आएको होइन भाइलाई यसो भाइलाई भिडियो दिउँ भनेर जङ्गल भनेर भाइलाई लिएर आएको र हाम्रो भाइहरूले पनि जस मलाई धेरै हेल्प गरेको छ साथ दिएको छ आजको दिन होइन र मलाई जहिले पनि यसरी साथ दियोस् भाइहरूले होइन अब नेक्स्ट सन्डे पनि अब हाम्रो फेरि प्लान छ मखोला जाने प्लान छ मखोला पनि जाने हामी यहाँ यसरी जाने हो होइन यहाँ बसेर चाहिँ सबै भाइहरू टप परिरहेको छ किनभने बाई बाई अर्को भिडियो भेटौँला होइन म पनि हुन्छु नेक्स्ट सन्डे भेटौँ बाई बाई नेक्स्ट सन्डे सब्स्क्राइब गरेर लाइक चाहिँ के कुरा गरिदिनु होला होइन मन्दलाई माया गरेर नेक्स्ट सन्डे लगाइस अब फेरि यस्तै छ होइन अब तपाईँलाई मैले के भनेको भाइले सब भनिरहेको छ होइन भाइले भनिरहेको छ तपाईँहरू त्यही हो लाइक गरिदिनु होला होइन अनि अरू फेरि नयाँ भिडियो हेर्नु लागि गरिराख्नु सब्सक्राइब गरेर भएन नि भाइ उयो के भन्छ त्यो बेला गेम दबाउनु पऱ्यो नि घन्टी किन बजाउनु पऱ्यो नि त्यसको लागि मात्रै नयाँ अपडेट आउँछ नम्बर त्यसमा आउँदैन नि त फेरि ल अब फेरि सियु गाइस भोलि पर्सि फेरि भेटौँला हामी होइन अब यस्तै अब हाम्रो कतिजना 6 जना छ होइन सियु अब फेरि हामी कहिले आउने अरे फेरि क्याम्पिङमा नेक्स्ट सन्डे ल अब हाम्रो होइन अब हाम्रो अर्को प्लान चाहिँ भइसकेको छ अब फेब्रुअरी महिनामा चाहिँ अब हामी क्याम्पिङ यही जग्गा हुन्छ तर यहाँ होइन त्यो अघि भात खाएको जग्गा तपाईँलाई याद छ र त्यहाँ जाने हामी क्याम्पिङ गर्ने अब टुङसुङ बनाएर अब होइन तोप सब लिएर आउनु बस्नुपर्छ भन्नु नि यस्तै छ अब ल गाइस त्यसो भए ल केटा सबले बाई भन्नु त एकबार ल गाइस ल म पनि गाइस बाई बाई सियु भोलि पछि ल गाइस बाई बाई